अब हामी पानी के भन्छ अरे हामी के गर्न जाने रे अब चाहिँ डुङ्गा चलाउन जाने होइन डुङ्गा चलाउन जाने मेरो चाहिँ यो लङ भिडियो हुँदैछ है हजुरहरूलाई मैले मेरो भिडियोमा नि देखाउँछु मलाई चाहिँ गएर सब्सक्राइब गर्नु होला सुन्नु भएको छ यहाँ गएर चाहिँ हामी पौडी खेल्छौँ पौडी होइन डुङ्गा चलाउने हाम्रो स्पोन्सर चाहिँ यहाँ हुनुहुन्छ है हामीलाई चाहिँ पैसा दिएर स्पोन्सरको भिडियो बनाऊँ न पैसा तिर्नु पर्दैन कि जसमा दिनु न बरु ए उहाँलाई मैले यहाँ दिइसकेँ हाम्रो स्पोन्सर हुनुहुन्छ यो भिडियो चाहिँ मेरो सिधै युट्युबमा जान्छ सब्सक्राइब गरिदिनु होला हाम्रो दाजुभाइलाई पनि सेयर गरिदिनुहोस् होइन अब हामी गएर सिधै पैसा तिर्छौँ फेवाताल जस्तै ठाउँमा हजुर माछा हुन्छ कस्तो सफा पानी है हुँदै त माथि योबाट हिमाल जस्तैबाट आएको जस्तै ठाक छ क्या अनि ओभरफ्लो चाहिँ कताबाट हुन्छ होला नि त्यसपछि तर फिल्टर हुने ठाउँ त होला नि त कम्तीमा पनि हेर पनि यहाँ हेर्नुहोस् न कति धेरै मान्छेहरू है ओहो हो यति धेरै मान्छेहरू चाहिँ यहाँ चाहिँ पुरै लाइनमा छ चढ्नको लागि हामी चाहिँ यहाँ गएर हामी यहाँ चाहिँ पैसा हाम्रो पैसा हाल्ने मान्छे पैसा गन्दै हुनुहुन्छ कति छ पैसा कति पुग्दैन कति छ मसँग छ $5-7 छैन नि भन्नु है भनेर कति छ र $60 चाहिन्छ है टोटल डिपोजिट पनि राख्नुपर्छ क्या ए हो र एकजनाको होइन त्यहाँ कति छ गर्नु त $5-7 त मन छ 20, 30, 40, 50, $60 फर्केर आउँदैन भने हो क्या कार्ड छोडेर जाँदा भने पैसा भित्रबाट निस्केछ है ल टन्नै भइहाल्यो नि त्यसै हामी के डराउने भने पैसा हामी पैसा गर्दै हुने चाहिँ डलर एकदमै धनी हुनेछ अमेरिकाकै धनी यो भिडियो चाहिँ सिधै युट्युबतिर देख्नुहुन्छ है तपाईँले फेसबुकतिर युट्युबतिर मान्छेहरूले यहाँ सर बोटिङ गरेर फर्किसके मान्छेहरूको लाइन छ यहाँ चाहिँ र हाम्रो यता पैसा दिने धनी अमीर व्यक्ति एकदमै हामी यहाँ चाहिँ पर्खाइमा छ भाइ पर्खाइमा पानी चाहिँ एकदमै कञ्चन छ एकदमै क्लियर यहाँ चाहिँ हाम्रो अब लाइफ ज्याकेट लिइसक्यो होइन हामी पौडी खेल्न सक्छौँ यो आएपछि चाहिँ थ्याङ्क यू मैले पनि पाइसकेँ अब अच्छा हामीलाई लाइफ ज्याकेट लगाइसक्यो यता उहाँहरूले पनि लगाइसक्नु भयो लाइफ ज्याकेट चाहिँ अब हामी यहाँ चढेर यो तालमा चाहिँ गएर हजुर पहिला गर्नुभएको भने होइन नि यिनीहरूले होला नि त यहाँ गएर सोध्ने होला नि यिनीहरू को दिस बोय थ्याङ्क यू अब यताबाट जाने रहेछ सर मोटर बोट पनि रहेछ यिनीहरूको यो रेस्क्यु टिम हो क्या मोटर रेस्क्यु टिम भन्नुसक्छ आउनुहोस् है आउनुहोस् सुत्नु होला हजुर आउनुहोस् है आउनुहोस् सुत्नु होला उही त हल्लिँदो रहेछ त त्यही त है खै को छ यहाँको मान्छे ऊ त मान्छे चाहिँ बिस्तारै अब यहाँबाट चाहिँ जाँदैछ मान्छेहरू
पानी चाहिँ धेरै सफा छ है, पुरै सफा छ पानी चाहिँ। यहाँ चाहिँ ज्याकेट चेन मात्र लाउनु न, अहिले चेन मात्र लगाइनु भयो नि। चेन लाउन नमिलेको। ए धेरै लुगा भएर सामान भएर जाम 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 छिटो आउनु है, छिटो आउनुहोस्, फेरि हामी ढिलो हुन्छ फेरि यहाँ। स्मल ल के हो कसरी बस्ने यो चाहिँ? यहाँ यस्तै बस्ने? ओके ल है, लचक्कै भएको छ त। त्यही त है। अनि कसरी हुन्छ त अब यो? Alright guys, go forwards to go forwards, backwards to go backwards. That ring right there. अनि यो चाहिँ उ है ह्यान्डल। Oh, chill. Don't leave yet. That ring right there in the middle is the steering wheel. It's like steering a car. No standing up, no switching seats, life jackets on at all times. ओके थ्याङ्क यू। अब यसरी पछाडि हामीले पछाडि तानियो। ल ल ल ल ल हेर्नु है, पछाडि हेर्नु है, पछाडि हेर्नुहोस्, पछाडि हेर्नुहोस् है। कता हो कता खै? फेरि हेर्नु है, चलाउने मान्छे र उयो फरक फरक पर्छ। ल अब हामी चाहिँ अगाडि घुमे। ल हामी चाहिँ अब सर घुम्दैछौँ है। हाम्रो स्पोन्सर यता हुनुहुन्छ, धनी व्यक्ति होइन। घुमाउनु है, घुमाउनु खै टेढो टेढै घुमेछ त हो, अगाडि त गएन त्यो त। पानी एकदमै सफा। त्यही त नि है, पछाडि चाहिँ सिट हामी अलिक सिटमा घुमाउनु पर्छ होला। ए हो, हामी उता उता टुडामा जाऊँ, त्यो कुनामा जाने, त्यहाँबाट सर जानुपर्छ। स्टेरिङ चाहिँ यसको यहाँ छ है। गाडी जस्तै हो क्या यसको नि? हामी कहाँसम्म भ्याइन्छ होला त? म त टेढो टेढो हिँडे जस्तो लागेछ हो। अलिक सिधै कुदाउनु न। हो थकेला। बाङ्गो बाङ्गो कुद्यो। बिस्तारै जाम है। बाङ्गो बाङ्गो भयो के? कता कुदाउनु बा बटन बा? थाकिसक्यो हामी। कति डलर हेऱ्यो? $45 है। $45 एकजनाको $15। त्यो 15 मिनट चाहिँ यिनीहरूको ग्रेस टाइम होला क्या। छिटै छिटै हिँडे है। पर्खनु पर्खनुहोस्, अलिकति यिनीहरूलाई मिलाउनु पर्छ। स्टेरिङ यहाँ छ यसको। ल हामी जाम रफ्तारमा। डुब्यो भने पौडी खेल्नुपर्छ, भेन्डिङ कि भेन्डिङ। डुब्यो भने डुब्नु पर्छ। हामीहरूको पार्टी भएको ठाउँतिर आउनु लाग्यो क्या है। बिस्तारै गरेँ धेरै छिटो छिटो गरेर पनि कुद्ने रहेछ क्या।
हामी झन् घटिरहम ल है ल हो यस्तरी भइरहेछ त्यो सिधै बनाइराख्नु है यस्तरी हो मागो मुन्ड्यो छोड्नुहोस् यो उतै जान्छ कि सिधै फर्किन्छ कि धेरै हाल्यो भने चाहिँ के हो खोलै हिँडे जस्तो लागेको छ त मलाई त हेर्नु न पाहाडै हिँडे जस्तो लागेको छ मलाई त है ए भलिबल खसाएको हो रहेछ भलिबल हेर्दा नि छन् 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 एकैचोटि नहाल्नु कि सिधा ए तपाईँले त स्पिड हाल्नु हो नि यता जान्छ कि होइन उहाँले यताबाट नै माथि ल लिएर जाउँ ब्लकमा हाल्ने धर्म गरे ल हामीले टपमा बचमदेखि उहाँ तलदेखि यहाँ माथिसम्म आइसक्यो है अब हामी फेरि फर्किन्छौँ बिस्तारै कस्तो लागिरहेछ हजुरहरूलाई एकदम रमाइलो चर्केसैले लागेको छ तपाईँहरूलाई चाहिँ अब चलाउनलाई दुःख ल एकदमै घामले पोलिरहेको छ यताको स्पोन्सर हुनुहुन्छ पैसा चाहिँ हामी फिर्ता गर्दैनौँ घर गएर रुने भयो नि रुनुहोस् हामी यो तलाउको चाहिँ टुप्पामा आइसकेको छौँ वहाँ तलदेखि वाह ल है त पसिनाले हात सत्यनाश बनाएको छ है यति बेला चाहिँ ल यो भिडियो चाहिँ 100% युट्युबमा आउँछ अब बेलुका पसिनाले ढाप भयो त्यहाँ माथि माछा मार्दैछन् मान्छेहरू यस्तो गर्मी छ धेरै नै है कति बज्यो अझै हामीसँग 15-20 मिनटमा समय छ यति कञ्चन फाने वाह यति कञ्चन फाने वाह वहाँ माथि टपमा पुगेर हामी सिधै अहिले यहाँ तल आइसक्यौँ त्यसको पेडल चाहिँ यस्तो फिर्का छ स्टेयरिङ यहाँ चाहिँ यसको स्पोन्सर आजको हामी यहाँ आउनु छ यति भनेपछि त मैले हामीले पैसा तिर्नु पर्दैन क्या त्यही भनेर मैले स्पोन्सर भनेको उहाँको नाम लिएर अब हामी यहाँ राखिदिन्छौँ को हुनुहुन्छ खै हामी कोही नै हुनुहुन्न ल मेरो झन्डै खुट्टा काटेको होइन छैन ठिक छ Wait, it's all
ल हामी यहाँ कहाँबाट पाएँ यहाँ त्यसबाट सिकाएँ क्या होला सायद हो र थ्याङ्क यू पुरै भिज्यो है आमा मेरो त के हो खुट्टा त ओहो लड्नु होला है कहाँ हो बुझाउने अब हामी यहाँ लाइफ ज्याकेट हामी यहाँ दिन्छौँ मेरो लाइफ ज्याकेट हामीले यहाँ भन्नुपर्छ कि यतिकै फालिदिनु होला है Emma, are you scared? खुट्टा दुख्यो त हो के भएको हामीले अब यहाँबाट रिफन्ड लिनु पऱ्यो होला नि त पैसा त्यो बिल देखाइदिनुहोस् त दिएन हुन्छ होला रिफन्ड लिने यहाँबाट हामी पैसा लाइन यति धेरै लागिरहेछ डिपोजिट हामी पैसा लिने फिर्ता लाने ल हामीले चाहिँ यति बेला बोटिङ गरिसक्यौँ टपमा पुगेर हामी फर्क्यौँ 45 मिनटमा हामीले चाहिँ रिटर्न गरिसक्यौँ है यति छिटो हामीले यतिकै वहाँ हामी टपमा पुगेर फेरि यहाँ चाहिँ फेदमा आएर चाहिँ हामीले दिइसक्यौँ ल बियर माउन्टेनको फेवाताल बियर माउन्टेनको फेवाताल पनि हामी गऱ्यौँ होइन फेवा लेक अमेरिकामा यस्तो यस्तो राम्रो ठाउँ छ मान्छेहरू किन होला त्यही त है कति राम्रो राम्रो ठाउँ छ मान्छेहरू किन ओहो भने ल हुँदैछ हामीले चाहिँ अब बोटिङ सोटिङ गऱ्यौँ मेरो खुट्टा अलिकति खुट्टा खप्टेको जस्तो भयो खुट्टा पसिनाले पुरै लुगा भिज्यो ल यति नै अब अनुभव हजुर नत्र हामीले त्यो बल निकालिन्थ्यो अनुभव हामी जति रिटर्न हुँदाखेरिको अनुभव थियो हुन्थ्यो त्यतिकै भएको भए चाहिँ हामीले त्यो बल निकाल्न सक्थ्यौँ हो पसिना धेरै आयो नि आमामा पुरै मान्छेले गीत आफ्नो धुन धन्काछ है कतै केही गन्केछ कतै केही 30 को गीत बजे जस्तो पनि सुनेको छु कतै कतै त होइन र